What's up guys, today I am playing a Minecraft and let's play it. Today I am playing Minecraft. First of the week, you know that I am making a Minecraft world largest mm, is- base, but not underground, biggest outside the wall. Let's play it. And here I have done many things. We shall see here how many characters is due. How many characters will how many characters will do? You know how? Because I need many things. Like 1 minute. Slow this. Because I do not need characters. What I need. I want to make a very largest. First we need barricator. First I need a technology base. First we need this middleizer, the same pattern under the base line on under the base line under the base line of this world, and this is the best option to create a very largest base underneath this. I am making a largest but miniest largest because I need a very higher storage room also, and we want to make a base because I need subscribe my channel, all of you, because I need to back up our YouTube channel. I need this like this. This is only half time has done. This search here. This yellow concrete is best for me, which helps me to make our base perfect with each other. I need many things. Let's use here. This is very powerful. Other. Yes. Your double tap. Let's see. Double tap. Double tap.
त्यो मोबाइल हेर्दैछ नि कुनै आइछ अब चाहिँ फोन चाहिँ बक्सै घुमेर त माउ त्यसमा पक्का राख के भन्नु मन लाग्छ त काम चिनी चम्पा के यहाँ त चिनी चम्पा चाहिँ सयहरू चाहिँ उयो क्या पाउनु त्यतातिर धेरै लामो होला नि अब कुटीतिर यसो अब जङ्गलतिर अस्ति मैले एक गाडी नै ल्याउनु भयो एक गाडी नै लिएर आएको सस्तो पर्छ नि त This is a world गाडीमा largest कति धेरै पर्छ त के building. I'm gone for the time. 6-7 दर्जन त्यस्तै गाडी I need this much of length of these things, which is the things this length. मङ्गलमा कहिले लाग्छ लाग्नु थालिसक्यो दाबात भन्नु गएको छ म दाबात भन्नु गएको मङ्गलमा लाग्दैको सबै अनि मङ्गलमा आयो होला त टिचर सबै नि सरकारी यदि सबै गर्नु परेन एउटाले मात्रै गर्दैन आफ्नो लागि बोल्नु पर्यो भोलि पर्समा त आउँछ होला आफ्नो अधिकारको देखि आफ्नो अधिकारमा गरिरहेको छ सबैले मङ्गलमय मात्रै होइन सबै कुरा माथि लाग्छ पानी खोला आउँछ अस्ति निकै पानी फोराउँदैछ मजाले त्यो नै कपाल हो झर्दा पुरै ठाउँ टाढो गएर यो घाम पहेँलो भयो होला घाम परेर भएर कपालको पानीमै त्यस्तो खो छैन नि सबै छ नि होइन अघि खोला आउँदैछ नि त पानी होइन यसो हेर्दा पहेँलो पहेँलो उदेखि घाम हेरेको पहिली आमा मङ्गलमा यसपालि एक्जाम हुन्छ होला हुन्छ नि हौ अनि यो निको पर्न लाग्यो मलाई अब त 10 लाई पनि स्कुल परै गराउनु त्यसरी 12 मात्रै यसपालि गाह्रो चाहिँ खुला हुन्छ कोही सर्भिसले कतिको पास गरेको सर्भिसले हात 10 पनि सर्भिसले हात दसमा छोरी आएको थियो 11मा अलिक धेरै आएको छ अब 12मा मेरो 3 GB आउँछ क्या फिक्स मैले अस्ति भयो हेरेको क्या अस्ति एसीमा कति आयो एससीमा 2.25 आएको थियो होइन अनि 11मा 2.5 पो आएको छ अब 12मा 3 GB देख्दिनँ त अनि सबमा फेर भएर एनजीमा चाहिँ आइरहेको भयो क्या ग्रेडे डिबिएसमा मैले खाइदिनु अगाडि अगाडि बजार गएर चाहिँ आउनु नि त्यसलाई होइन मैले 3 GB अस्ति भनेको त एक गते भनेको थिएँ मैले एक गते भनेको ठ्याक्क पुरा भएको छ अनि त्यसलाई पुरा हुनुभयो योपल्ट त्यसो त त्यही हुने हो साह्रै डेन्जर नि भयो र अहिलेको लास्ट डर डेन्जर हुन्छ त्यो असरसम्म भन्दा नि कस्तो छिटो हानिदिन्छ हान्नु यदि गर्दा ब्लेम गर्छ हानिसकेर चाहिँ त्यो त्यही अलिक मजाले मारेर चाहिँ पानी हाल्छ दिक्षा अनि कस्तो बजार जाने भन्ने चाहिँ आज जाउँ भने त ल माथि मार्कुसम्म पो लाग्दो रहेछ त जानुपर्छ दीक्षा गराउनु बेलुका बेलुका सबैजना बेलुकै जाँदो रहेछ ल त्यो बजार त बेलुकाकै रहेछ त बेलुका नै लाग्छ मार्केटसम्म नि लाग्दो रहेछ यार म राम्रो राम्रैको हुनुपर्यो नि कति राम्रो जुत्ताहरू दामी दामी राम्रो राम्रो जुत्ताहरू चप्पल स्यान्डल डक्टर मार्टिन त नि 800-900
सबै बितेछ अरे एउटा जुत्ता कस्तो दामी थियो व्हाइट कलरको 500 रुपैयाँ भन्दै थियो 1600 यार ल्याउँछ नि अनि भिडियोमा हेरेको मैले त त्यस्तो भिडियोको फोटोग्राफी हेरेको नि भन्ने अनि कहाँ त्यो हैन त्यहाँ त त्यो हुन्छ भिडियोमा त देखाइहाल्छ नि एकछिनको लागि राख्दैन निकाल्नु पनि बेर लाग्दैन नि हैन अस्ति नै डाक्टर मार्टिन दियो कस्तो होला लगाएको नि छैन साम्बा किन्नु पर्यो साम्बा अनि फोकटे किने जस्तो लाग्यो त्यो 2021 तिरको जुत्ता त यसले दिशाले किन्नु लगाएर कोरियानको सुज कोरियानको त कस्तो राम्रो छ त मैले कति धेरै स्याम्पो लगाएको एकैचोटि तिनवटा लाउँछु दिन्छ त धनीहरू यस्तो त्यो नि 5 रुपियाँको लागि पनि 10 रुपियाँको लागि एकैचोटि लाउँदै आउँछ के रे 10 रुपियाँको स्याम्पो मेरो चाहिँ दुईटाले मात्रै पुग्छ मैले त एउटाको आधी झन्डै एउटाले मिल्छ त्यो लाउँछु मतलब त्यो एउटाको आधी के पाराले कपाल धुँदा माथि माथि चाहिँ मार्न माथि चाहिँ मारेको छैन पछाडि हो त्यसलाई धु अनि त्यस पछाडि निमोनिया हुन्छ अहिले अनि खाले अगाडि नबोल्नु न हो त साँच्चै निमोनिया हुन्छ र खानु हुँदैन त अहिलेको उयोले मलाई चिसो खान्छ अघि क्या गर्मी हो भोकको आइसक्रिम खाएको त क्या शीतल भयो खाइसकेर तातो भइहाल्छ नि खाइसकेपछि तातो हुन्छ खाँदाहरू त क्या शीतल आलु पिण्ड भएकै सुन्नु कता आयो भने छिटो धुन आऊ नजाने होइन र जाने अनि नुहाउनुपऱ्यो त अल्छी लाग्यो अरे हिजो पनि नुहाएको कति नुहाउनु राति नुहायो भने एकछिनमा मैला परिहाल्छ गर्दैन अहिले नुहायो अहिले मैला हुन्छ कहाँ जानु सीतापुरी जानु त कहाँ जानु अस्ति फोन खेला त्यहाँ बसेँ नमिन कुकु नमिन फोन खेला खेला छ है अहिले चिटकुनालाई दिन नपरोस् नि म त रम राख हुन्छ सुन न चौबिस घन्टा हो कुर्तो भने पनि रुखो रुखे गर्छ छोरी दामी भइसक्यो